हेलो एभ्रिवान, हजुरहरूलाई यस्तो रोज बनाउन सिकाउँदैछु। सो हजुरहरूले ध्यान दिएर हेर्नु होला। हामीलाई चाहिन्छ एउटा एटिएम नभएर मैले चाहिँ यसमा साइज लिएर यसमा बनाउँदैछु। सो अनि त्यसपछि चाहिन्छ हामीलाई डेरी रिबन। हजुरहरूले चाहिँ जुन कलर मनपर्छ त्यही लिन सक्नुहुन्छ। सो फर्स्टमा चाहिँ यसलाई यहाँ माथि ठ्याक्क साइजमा राखेर यसलाई 14 चोटि 1 2 3 त्यसपछि 4 5 7 8 9 10 11 12 13 14 टाइम्स यसलाई गर्नु पर्छ। 14 टाइम्स त्यसपछि काट्दिनु होला। सो त्यसपछि यसो गरेर यसलाई राम्रोसँग निकाल्नु। त्यसपछि सिधा काट्नुहुन्छ। लाइट अन। सो यसलाई यसरी काट्नु। सो यस्तो गर्ने यसको टुप्पोमा लाइटर बालेर यसो गर्ने यतिको हुन्छ। फेरि यतापट्टि गर्ने यसरी फोल्ड गर्ने हेर्न सक्नुहुन्छ मेरो। सो त्यसपछि फेरि यसलाई नै यसको चुच्चोमा यसरी लाइटर डलाएर यसो गर्ने। त्यसपछि यतिको हुन्छ हेर्न सक्नुहुन्छ यस्तो हुन्छ। सो त्यसपछि फेरि यसलाई यो टुप्पोलाई नै फेरि यस्तै गर्नुपर्छ। यसको नि टुप्पोनी र लाइटरले फोलेर यसरी गर्ने। हजुरहरू ग्लु लाउन सक्नुहुन्छ तर ग्लु चाहिँ धेरै वेस्ट हुन्छ भनेर मैले चाहिँ लाइटर गरेको छु। सो यतिको हुन्छ हेर्न सक्नुहुन्छ। दुवैको बनाइदिनुपर्छ। सो मैले चाहिँ फेरि बनाउँछु है त। सो यतिको हुन्छ। सो यसलाई चाहिँ उल्टो बनाएर यसमा साइडमा चाहिँ ग्लुगन लाउनु पर्ने हुन्छ। सो ग्लुगन लगाइसकेपछि चाहिँ हामीले अर्कोलाई लिएर यसलाई चाहिँ साइडबाट जोड्नु पर्ने हुन्छ। त्यसपछि चाहिँ यतिको हुन्छ। त्यसपछि हामीले छेउबाट चाहिँ यसलाई बिस्तारै रोल गर्नुपर्छ। हजुरहरूलाई मन पर्यो भने प्लिज लाइक गर्नु नभुल्नु होला। थ्याङ्क यू।